दर्शन अङ्कल ढोक्दै के छ ठिकै छ देखिया थिएनस् त 3-4 भयो माइलाई पनि देखिन छैन दिनको एकचोटि आउनु त के छ राइला भन्दै हामी त अब बाउछेरा आएर तराईतिर जग्गा हेर्न गइथ्यौँ मन पर्यो अब यता पहाडको बेचेर उतैतिर बस्ने विचार गऱ्यौँ ए हो हुन त हो ठिकै हो अब यहाँ बाँदरले र बँदेलले बस्न पनि दिएन मैले पनि सल्लाह गर्छु घर केटाकेटीसित र मानेछन् भने जानुपर्छ कि अब कहाँ किन्यौ जग्गा हामीले त उता तराईतिर बनगाईतिर किने छौँ ए ठिक छ ल सल्लाह गर्ने ल म पनि अब सल्लाह गर्नु पर्यो ए ल अङ्कल म पनि के गर्न हो भन्दै डुल्दै आएको थिएँ ल बाला पठाइदिएस् ए ल ए सुन्यौ ढोका खेर्न लाइस्यौ र ए यहाँ गोडा चार मकै खानी भए रहेछन् ल राख ए सेमी बनाउनलाई थियो ल मैले त उ गरेँ माइललाई त तराईतिर जाने अरे यहाँको बेचेर मैले पनि जाने निर्णय गरेँ जानु पर्यो यहाँ कति बस्ने यो बँदेल हुन त हो सोध्न त पर्यो अब तिनीहरू त ठुल्ठुला भयो तिनको राय लिन पर्यो के भन्छन् हामीभन्दा जान्ने भइसके उनीहरू सोधौँ रिटमले जात्रै रहर गरेको थियो यो बलले हानेर ढलाउने अन्य के हो छ बनाइदिएँ म त आज एउटा निर्णय नै यसरी भएन माइललाई पनि यहाँ बेचेर तराई जाने अरे अब हामी पनि बेचेर यहाँ भएको बेचेर उतै जानुपर्छ है कि यहाँ बाँदरले बँदेलले बसी टिक्न पनि दिन छोड कहाँ त्यस्तो कुरा गर्नुभएको तपाईँले अब यहाँको यस्तो चिसो हावापानी त्यहाँ गएर त्यो गर्मी त्यसैमाथि त्यो मच्छर उस्तै बरु हामी यहीँ बस्छौँ एक छाक खाएर तर त्यस्तो गर्मीमा जानु त सक्दैन हो त नि हामी यहीँ जन्मियौँ यहीँ हुर्क्यौँ हामी जान्यौँ हो के गर्नु यार हामीले जो बिगारेका छौँ कि यहाँका आफ्ना भएका बनाउँछौँ अनि उहाँ गएर यत्रै कुरा किन्दै छोड्दै गर्दा न तराईमा खेती हुन दिन्छौँ न पाहाडमा खेती हुन दिन्छौँ त्यसले आँखा खोल्यो म पनि जान्न अब पुर्खा यहीँ बसेर हामी पनि यहीँ बस्ने अब मैले माइलदाईलाई भनिदिन्छु म गएँ माइलदाईसँग हामी त जान्न माइलदाई भनेर ल यो बाबुको यहाँ राख्ने भयो